धरतीमा आँखा खोली मैले बोलेको त्यो बोली सृष्टिकै पहिलो नाम आबाट आमा शिव सत्य लक्ष्मी नारायण मेरो त चारै धाम भगवानको अर्को नाम आबाट आमा। मलाई गाली नगर्नु होला कि आमाको लागि लागेको थियो हो। मैले पनि तपाईँले भने जस्तै टेलिभिजनमा सिनेमाहरूमा देखिरहेको मान्छेहरूलाई अनि सँगै आफूले भेटेर दिदी आमा भन्न पाउँदा एकदमै आफ्नो सहकर्मी साथीभाइ भन्न पाउँदा अनि यस्तो राम्रो त्यो हुन्छ नि अब यस्तो ब्युटिफुल त्यो बन्डिङ सेयर गर्न पाउँदा चाहिँ त्यो अलिकति शब्दमा बयानै गर्न आएन कि कस्तो मजा भयो भनेर एकदम। सायद यो सपनाको भन्दा पनि ठुलो कुरा रह्यो विपनाको उहाँले देखेको सपना साँच्चीकै विपनामा परिणत भयो र विपनाज्यू नै अगाडि आइदिनु भयो सपना विपना भयो। हामीले आबाट आमामा चाहिँ एकदमै बुहारी बनाउन मन थियो राधालाई, बुहारी बनाउन पाउनु भएन होइन त? राधा भन्ने शब्द नै त्यस्तो हो कि रियलमा पनि राधा कसैको अब कृष्णको एउटा के भन्छ वाइफ हुन पाएन नि त, रुक्मणी नै हो। तर पनि राधाको नाम सधैँ कृष्णसँग जोडिएर पहिलो भगवानको नाम भन्दा पनि राधा अब को नाम चाहिँ श्रीकृष्णको भन्दा पनि राधाको नाम चाहिँ पहिलो आउने। राधे 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 सबैभन्दा राधे। त्यो टाइमै आएको छैन, त्यो टाइम पनि आउला होइन, तर अहिले त्यो टाइम होइन। कोर्स गर्नुहुन्छ है गर्नुहुन्न मम्मीले कहिले काहीँ? अब त बेला भयो। अहिले त बेलै भएको छैन, अहिले कहाँ बेला भयो। भर्खर यति सानै छ उमेरै अब चाहिँ भर्खर पहिलो कामको थालनी गराएको छ। अहिले नै त्यस्तो कुरा कहाँबाट आउँछ? आउँदैन त्यस्तो। अहिलेसम्म त्यो टपिकमा कुरै हुँदैन। बरु सबै न्युजतिर देखेर चाहिँ के सोध्नु भएको भनेर सोध्नुहुन्छ उल्टै मलाई। त्यही हो। कस्तो खालको जीवन साथी चाहनुहुन्छ त तपाईँले? कामको आधारमा तपाईँलाई सपोर्ट गर्ने त छँदैछ, ती बाहेक आफ्ना व्यक्तिगत केही छन् इच्छाहरू यस्तो भयो भने चाहिँ जिन्दगी चल्दो रहेछ भन्ने? सबै राम्रो 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 पक्ष होस् धेरै होइन, राम्रो बानी बेहोरा राम्रो होस्, अलिकति सपोर्टिभ हुनुहोस्, मेरो पक्षमा बोल्ने हुनुहोस्, धेरै मैले भन्दा धेरै माया गर्ने हुनुहोस् होइन, मैले भनेको कुरा मान्ने हुनुहोस्। त्यस्तै नै हो। जसरी भगवानको पालामा अब शिवजीले पार्वतीको सतीमाताको जस्तै कृष्णले राधाको सम्मान सत्कार गर्नुहुन्छ, अहिले यो चाहिँ धेरै भनेको त्यस्तो त कोही हुँदैन जस्तो लाग्छ होइन। थियो हामीले हजुरलाई त्यसरी हेर्न पाइरहेका थिएनौँ। अहिलेको न्यू जेनेरेसनले पनि होइन, अहिलेको नयाँ टिमले पनि हजुरको अभिनयलाई चाहिँ फेरि पहिले यस्तो थियो है भनेर हेर्न पाउनुभयो, हजुरले पनि देखाउन पाउनुभयो। साँच्चीकै यो कुरा चाहिँ कसरी लिनुभयो? तर पनि एउटा इमेजिनेसन भइदिए त्यस्तै भइदियो हुन्छ जस्तै वाला चाहिँ लाग्छ मलाई। कोही हुनुहुन्छ कि हुनुहुन्न? त्यही हुनु नरह त त्यस्तै खोज्दैछु भन्दैछु त। के थाहा न मनमा नै लुकाउनु भएको छ कि? जमाइले जति लुकाए पनि भएको भए तपाईँहरूले थाहै पाइहाल्नुहुन्थ्यो होला। अब जादु भयो तर चाहिँ पनि कहाँबाट आयो भनेर बुबाको अभाव कहीँ कतै महसुस हुन्छ कि हुँदैन? यो टपिकमा कुरै नगरौँ। महसुस एक टाइमसम्म हुन्थ्यो, अब त्यस्तो यो क्वेसनै नगरौँ। क्वेसन नगरौँ, सक्यो होइन त? यो टपिकमा क्वेसन नगरौँ। जे छ मनमा छ, जे छ सब ठिक छ, केही छैन मनमा, केही सब ठिक छ, सब ठिक छ। बस म यो टपिक बोल्न चाहन्छु। अब अन्तिममा एउटा मात्रै प्रश्न, चैत्र 13 गते रामनवमीको दिनमा कलाकारिता क्षेत्रबाटै बिलङ गर्नुहुने बालेन शाहले प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ, कलाकार नै हुनुहुन्छ होइन? के छ, के भन्न चाहनुहुन्छ बालेनजीलाई? अब एकदमै लिँदै हुनुहुन्छ, एकदमै अग्रिम बधाई। अब देशले नयाँ परिवर्तन पाएको छ होइन, जनताहरूले धेरै आश गरेको छौँ। अब त केही बदलिन्छ, अब त राम्रो सुनौलो दिनहरू आउँछ भनेर। सो जनताको कुराहरू सुन्नु होला होइन, राम्रो काम गर्नु होला, जनताले आश गरे जस्तो भइदिनु होला, सबै मिलाएर देश राम्रो बनाउनु होला। त्यही नै हो। कि अहिलेसम्म भेट भएको छ कि छैन साँच्ची? मेरो छैन है? भेट्ने इच्छा कतिको राख्नु भएको छ? अब खै भेटिला नि। अब एउटै क्षेत्रमा पनि हुनुहुन्छ होइन, उहाँ डिफ्रेन्ट भयो भने त पहिला त कलाकार नै हुनुहुन्थ्यो नि त उहाँ पनि। त्यो भेट्ने इच्छा
थियो पहिला होइन उहाँको सबै कामहरू गर्दाखेरि तर त्यसरी भेट चाहिँ भएको छैन आफ्नो उसमा अलिअलि त ल राम्रो भयो भन्ने त लागिहाल्छ होइन पहिलो दिन कस्तो थियो भने पहिलो दिन एकदमै डर एकदमै उत्सुकता एकदमै के होला भनेर मैले सबै तपाईँहरूलाई पनि सेयर गरेको थिएँ म कति डराएको थिएँ म कति आत्तिएको थिएँ भनेर होइन त्यतिखेर त बोल्दा नै म के हुन्छ होला ला भनेर यस्तो स्या भएर बोलिरहेको थिएँ होइन र अहिले पनि धेरै खुसी भएर पनि होला त्यस्तै हुला बोलाइ अनि त्यतिखेर एकदमै डर त्रास एकदमै के होला भन्ने एकदमै कौतूहलता थियो मनमा बेसी अहिले चाहिँ अब दर्शकहरूले यति धेरै माया गरिदिनु भयो तपाईँहरूले यति धेरै साथ सपोर्ट गरिदिनु भयो सबै एकअर्काको हामी साथ दिएर एकदम राम्रो ठाउँमा आइपुग्यौँ आज 51 डेज भनेको धेरै ठुलो कुरा हो मेरो लागि त होइन अनि त्यही भएर खुसी छु कि अब सुटिङको दौरानमा पनि तपाईँको मेहनत त हामीले देख्यौँ चलचित्रमा सायद हलमा लाग्दै गर्दा पनि तपाईँ डे 1 देखि नै एकदमै लागि परिराख्नु भएको थियो सायद त्यही मेहनतले पनि आज सक्सेस दियो है एकदमै जोस आउँदो रहेछ कि मेरो पहिलो हो म जहाँ पनि प्रेजेन्ट हुनुपर्छ मैले सक्दो आफूले सक्ने जति मैले जे पनि गर्नुपर्छ नाइ भन्नु हुँदैन म सकेसम्म जहाँ पनि देख्नु भएको थिएँ म भक्तपुरमा 2 चोटि 3 चोटि एक्लै पुगेको थिएँ जबकि त्यो सुरुवाती दिनहरू थियो त्यतिखेर मलाई के गर्ने नै थाहा थिएन त्यहाँ गएर के भन्ने नै थाहा थिएन मलाई तपाईँहरूले नै सिकाउनु भएको होइन यसो भन्नुहोस् त्यसो भन्नुहोस् भनेर त्यही भएर तपाईँहरूप्रति पनि म एकदमै आभारी छु होइन एक्लै भएको बेलामा धेरै सहयोग गर्नुभयो तपाईँहरूले पनि त्यतिखेर र अहिले सम्झिन्छु अहिले चाहिँ म त्यस्तो त सिचुएसन अब ह्यान्डल गर्न सक्छु जस्तो भइसक्यो कि कन्फिडेन्स त्यस्तो आइसक्यो अब आबाट आमा 2 पनि आज नै तपाईँहरूले अनाउन्समेन्ट गर्नुभएको छ के छ हामीले फेरि उषादीलाई देख्न पाउँछौँ कि होइन नि पल्जीको बर्थडेमा अनाउन्स भएको आज चाहिँ अझै धेरै मिडियाको सामु ओके हजुर हजुर के छ अब हामीले देख्न पाउँछौँ कि के छ तयारी के हुँदैछ अब त्यो त कम्प्लिटली मलाई थाहै भएन किनकि केही हिन्ट पाएको भए म तपाईँहरूलाई भन्न सक्थेँ होला होइन अहिलेसम्म को हो के हो हाम्रो पल्जी मात्रै फाइनलाइज हुनुभएको छ पोस्टर पनि उहाँको मात्रै आएको छ अब त्यहाँ को कलाकार दोहोरिनुहुन्छ को हुनुहुन्छ हुँदैन भन्ने कुरा चाहिँ त्यो चाहिँ थाहै छैन के फेरि पनि पल्जीसँगै काम गर्ने त्यो रहर चाहिँ छ कि छैन अझै पनि होइन अब रेगुलर काम गरिराखेको हो नि त हामी त धेरैचोटि सो मुभीमा काम गर्दा पनि एकदम सजिलो भयो कम्फर्टेबल भयो सो कम्फर्टेबल मान्छेहरूसँग डराएर काम गर्न झन् रमाइलो हुन्छ जस्तो लाग्छ रमाइलो हुन्छ होला आजकल तपाईँहरूको टिम बिच चाहिँ के कुराकानी भयो किनभने अब हिजो अस्तिदेखि नै तयारी असाध्यै तीव्र रूपमा थियो तपाईँहरूको आजको दिनलाई भनेर के कुराकानी भयो तपाईँहरूको त्यस्तो तीव्र रूपमा तयारी त केही थिएन सबैजना आफ्नो काममा कता कहाँ हुनुहुन्थ्यो होइन आज सबैको भेट भयो अब कतिलाई त थाहा पनि थिएन किनकि आज 52 कति डेज भयो नि त होइन कसैलाई चाहिँ एक्ज्याक्टली त्यो बिर्सिरहनु भएको थियो अरे कि अनि त्यस्तो कुराकानी त सरी केही पनि भएन अहिले आउँदा सबै खुसी सबैको अनुहारमा चमक सबैको अनुहारमा खुसी नै छुट्टै थियो होइन मुस्कानै छुट्टै थियो सबैजनाको सबैलाई देखेर झनै खुसी लागेको थियो हामीले हजुरलाई त्यसरी हेर्न पाइरहेका थिएनौँ अहिलेको न्यू जेनेरेसनले पनि होइन अहिलेको नयाँ टिमले पनि हजुरको अभिनयलाई चाहिँ फेरि पहिले यस्तो थियो है भनेर हेर्न पाउनुभयो हजुरले पनि देखाउन पाउनुभयो साँच्चीकै यो कुरा चाहिँ कति कसरी लिनुभयो मलाई चाहिँ अब टिकटक म्युजिक भिडियो हुँदै पहिलो चलचित्र यस्तो ब्लकबस्टर बन्यो 52 दिन मनाउन सफल भएको छ अझै पनि दर्शकहरू चाहिँ हलमा गएर हेर्दै हुनुहुन्छ तपाईँले पोस्टर त्यो हलको टिकट बुकिङ गरेको त्यो दृश्यहरू पनि तपाईँले सेयर गर्नुभएको थियो के छ अझै पनि हेरिराख्नु भएको छ है दर्शकहरूले अझै पनि हेरिरहनु भएको छ सबै देखेर म पनि एकदम अचम्मित भइरहेको छु अब हुन त हुन्छ फिल्म चलेपछि दर्शकहरूको मन छोएपछि कथावस्तुले दर्शकहरूलाई छोएपछि होइन जस्तै हाम्रो फिल्ममा चाहिँ के थियो भने यो मैले अगाडि पनि भनिसकेको हो तर हाम्रोमा चाहिँ हरेक एउटा पात्रले होइन कनेक्ट गराउँछ कि दर्शकहरूलाई होइन मै हो कि जस्तो गराउँछ कि किनकि फिल्ममा नयाँ अनौठो कुराहरू केही देखाइएको छैन सकेसम्म हामीले कतिजनाले अब यही भएको हामीले पनि कतिजनाले त्यो कहिले न कहिले भोगेकै होला कि जस्तो लाग्छ त्यो फिल्म हेर्दाखेरि एकदम रिलेटेबल हुन्छ क्या सायद त्यही भएर पनि दर्शकहरूलाई अलिकति मुभीले बेसी नै छोयो कि अनि यति धेरै दिनसम्म पनि हेरिदिइराख्नु भएको छ हामीलाई उति नै माया गरिरहनु भएको छ हरेक दिन देख्छु कमेन्ट्सहरू देख्छु मेन्सनहरू देख्छु अनि कति धेरै माया भन्ने लाग्छ कि खुसी लाग्छ अब प्रिमियरमै सायद आमालाई लिएर तपाईँ आउनुभएको थियो होइन त्यति बेलादेखि नै तपाईँको चर्चा आमाले पनि एकदमै धेरै तारिफ गर्नुभएको थियो छोरीको काम कस्तो राम्रो लाग्यो भनेर भन्दै हुनुहुन्थ्यो आज चाहिँ के भन्नुभयो आमाले 52 दिन कस्तो यत्तिकै बितिरहेको छ तर धेरै माया पाइराख्नु भएको छ जस्तै मम्मी खुसी हुनुहुन्छ होइन छोरीको प्रगति देख्दाखेरि कुन चाहिँ आमालाई खुसी नलाग्ला र होइन
सो आउने बेलामा म रेडी भएर देखाएको थिएँ मम्मीलाई कस्तो ड्रेस लाएर गएको छौ देखाऊ भनेर भन्नुभयो होइन यस्तो छ यस्तो ड्रेस लाएर गएँ भनेर देखाएँ मैले सबै भयो राम्रो छ मम्मीको पोजिटिभ रेस्पोन्स छ कि आज चाहिँ के भन्नुभयो मम्मीले कि आजकै कुरा आजकै कुरा त्यो दिन त सँगै आइहाल्नु भएको थियो नि त्यो दिन पनि मेरो मम्मी चाहिँ अलिकति इमोसनल हुनुभयो पहिला अब फिल्म नहेरिकन भन्ने होइन राधा कृष्ण भन्ने त्यो भएको हुनाले एउटा त्याग र तपस्या राधाको छुट्टै छ बुहारी बनाउन नपाए पनि ऊ सधैँ फ्रन्टमै नै हो हजुरले त फिल्ममा होइन आमाको रोलमा रहँदा अन्तिमसम्म पनि राधालाई सम्झिरहनु भयो राधा त्यो फिल्ममा मेरो एउटा सारथी थिइन् होइन त्यो भएको हुनाले सुरुदेखि नै लास्टसम्म नै राधाले नै साथ दिएको हुनाले जसरी महाभारतमा कृष्ण भगवान अर्जुनको सारथी थिए त्यसरी आवाडा आमामा चाहिँ मेरो सारथी राधा थिएन तर कृष्णको वर्णन नसके तापनि कृष्णसँग चाहिँ अन्तिम समयमा कृष्णको खुट्टामा रगत रहिरहँदा पनि तपाईँ हिँड्नु भयो होइन त जस्तै हामीलाई पनि यो अलिकति ज्ञानी कसैले भन्नुभएको होइन यो अध्ययन गर्नुभएको मान्छेले जस्तै त्यहाँनिर हाम्रो फिल्ममा देखाउँछ नि जस्तै राधालाई खोज्दै भौतारिन्छ कृष्ण आमालाई खोज्दै भौतारिन्छ अनि अन्तिममा केही सिप नलागेपछि खोलाको बगरमा ऊ निराश भएर झिक्च्याएपछि त्यो कृष्णको आत्मा निस्किन्छ नि बाहिर होइन त्यो भनेको चाहिँ त्यो राधा र कृष्णको चाहिँ आत्मामा यस्तो उयो हुन्छ अरे होइन मतलब के भन्छ त्यसलाई आत्मा बिचको त्यस्तो सम्बन्ध हुन्छ अरे कि एउटा आत्मा पीडामा भएको अर्को आत्माले थाहा पाउँछ अरे क्या अनि त्यो आत्मा निस्केपछि नै बल्ल थाहा छ राधा अनि त्यो पानीमा सुतिरहेको बेला राधाको एन्ट्री हुन्छ सुरुमा हामीले सबै गरिराख्दाखेरि हामी कसैले पनि मनन गरेनौँ होइन थाहा थिएन पछि हामीलाई यो कुराहरूको बारेमा अध्ययन गर्ने एकजना हुनुहुन्थ्यो दाइ उहाँले भनेपछि हामी सबै ओहो भएको के त्यस्तो भएको रहेछ त्यो चाहिँ सायद त्यही भएर पनि होला कि राधा भनेको जीवनको आधा भनिन्छ यो शब्द के राधा भनेको जीवनको आधा भनिन्छ यो किन भनिएको भने चाहिँ यो फिल्ममा नि कता कता पुष्टि हुन्छ क्या किनकि जीवनमा आधा उसैको हुन्छु भन्ने नै थियो तर अन्तिममा पनि आधा रूपमै उहाँको बनिरहनु हो जस्तै अब डाइलग पनि छ नि अब रा र आधा मिलेर बनेको राधा हो भनेर होइन अब नपाए पनि निरन्तर साथ दिइराख्ने राधाले जसरी भए पनि मैले हजुरलाई थोरै सोध्न मन लागेको कुरा एकदम त्यो फिल्म हेरिरहँदा आँखा रसाइरहँदा यहाँको जुन एउटा रुवाई छ एउटा छोराको तडपाइमा जुन खालको तपाईँ त्यहाँ आफू प्रस्तुत हुनुभएको छ त्यो सिन गर्न चाहिँ कतिको गाह्रो भयो त्यो रुन अथवा त्यो फिल्ममा बग्नको लागि चाहिँ यहाँलाई कतिको अप्ठ्यारो भयो अप्ठ्यारो भएन एउटा त्यो एउटा कलाकारिता हो होइन अब अभियसली पनि रियल लाइफमा भइदा भए धेरै गाह्रो हुन्थ्यो होला तर त्यो रियल लाइफ हो एउटा कलाकार भइसकेपछि हरेक किसिमको रोल होइन हरेक किसिमको कलाकारिता निभाउनुपर्छ त्यो मेरो एउटा काम थियो त्यो कामलाई मलाई सधैँभरि दिमागमा यही हुन्थ्यो त्यो कामलाई चाहिँ कसरी दर्शकहरूमा चाहिँ रियल तरिकाले प्रेजेन्ट गर्ने भन्ने खालको सोच मात्र हुन्थ्यो अनि त्योमा काम गर्नलाई त्यस्तो अप्ठ्यारो असजिलो अनि यो चाहिँ मैले गर्न सक्दिनँ होला त्यस्तो किसिमको चाहिँ कुनै पनि मोड आएन हजुर जस्तो कस्तो भने यो प्रश्न मैले के अर्थमा गरेँ भने हामीले सुरुमा सानोमा टेलिभिजनमा हेर्दा त्यो खालको अभिनय देख्न पाउँथ्यौँ तर वर्षौँ बाद माया पाइराख्नु भएको छ जस्तै मम्मी खुसी हुनुहुन्छ होइन छोरीको प्रगति देख्दाखेरि कुन चाहिँ आमालाई खुसी नलाग्ला र होइन सो आउने बेलामा म रेडी भएर देखाएको थिएँ मम्मीलाई कस्तो ड्रेस लाएर गएको छौ देखाऊ भनेर भन्नुभयो होइन यस्तो छ यस्तो ड्रेस लाएर गएँ भनेर देखाएँ मैले सबै भयो राम्रो छ मम्मीको पोजिटिभ रेस्पोन्स छ कि आज चाहिँ के भन्नुभयो मम्मीले कि आजकै कुरा त्यो दिन त सँगै आइहाल्नु भएको थियो नि त्यो दिन पनि मेरो मम्मी चाहिँ अलिकति इमोसनल हुनुभयो पहिला अब फिल्म नहेरिकन